आज कुरा गरौँ काठमाडौँ रत्न पार्कमा रहेको नाइट मार्केटको, जो साँझ 7 बजेदेखि लिएर 10 बजेसम्म लाग्ने गर्छ। यहाँ सामान किन्नका लागि थुप्रै मान्छेहरू आउने गर्छन्। यहाँको सामान सस्तो पनि मिल्ने गर्छ। तर म आएको थिएँ आज मोबाइल ग्लास चेन्ज गर्छु भनेर, जो बाँकी दुकानहरूमा गर्दाखेरि 150 सम्म पर्छ भने यता 70 देखि स्टार्ट छ। यो त सुरुवात मात्रै हो। भक्कल 7 बजेको छ। 8 बजेदेखि यता खुट्टा हाल्ने ठाउँ हुँदैन। मान्छेको चहल पहल निकै हुने गरेको छ। मैले आफूले प्रयोग गर्ने सामानहरू सधैँ यहीँदेखि किन्ने गरेको छु। निकै सस्तो पाइन्छ। यता नाइट मार्केट दुईटा लाग्ने गरेको छ। एउटा यो हो भने अर्को जङ्गी अड्डानिर लाग्ने गर्छ। यता बच्चा बुढा लेडिज जेन्ट्स सबैको लागि सामान सस्तो मूल्यमा पाइन्छ र खास गरी जुत्ता, लेडिज जेन्ट्स जुत्ता जो 2000-3000 जाने जुत्ता छ त्यो यहाँ 1200-1500 मा पाउने गरेको छ। कसरी मिल्छ होला? फुटबल सुज कसरी हो अङ्कल? 600। होइन 600-1100 होइन। यदि बार्गेनिङमा तपाईँले जित्नुहुन्छ भने त्यो 600 को फुटबल सुज 400 र त्यो 1100 को जुत्ता 800 सम्म पनि खस्न सक्छ। यता भोटन पनि मिल्ने गरेको छ। भोटन नै खानका लागि भए पनि थुप्रै मान्छेहरू आउने गर्छन्। भोटन यानि बप मिट, जसलाई फ्राई गरेर मात्रै बनाउन सकिन्छ। उहाँ दाइसँग मसँग भएको मोबाइल फोनको ग्लास छैन। कसरी भन्नु अङ्कल यसको? 1200 मा दामी छ है। जुन दिनदेखि त्यो बालेन्साले लगाएको लाइट लागेको छ, यहाँ खानेहरूलाई निकै उज्यालो भएको छ भन्दैमा म त्यो लाइट देखाइरहेको थिएँ। त्यतिकैमा उहाँ एकजना दिजु बोल्नुहुन्छ। हजुर भिडियो गर्दा के हुन्न? हजुरको गरेन, मैले लाइटको गरेको। लाइटको भिडियो गर्दा फरक परेन नि त। सार्वजनिक ठाउँमा हामीले भिडियो पनि गर्न नपाउने, त्यतिकै भनेर म आफ्नो बाटोतिर लागेँ।
दाइ गलाक्सीमा कतिमा हो 90 रुपियाँ हुन्छ त्यसलाई भाइले भने मेरो काम भइसकेको छ जाने समय पनि भइसक्यो होइन अब जान्छु बिस्तारै के छैन आजको लागि यति नै